त्यो त म पनि कि छोडौँ कि जस्तो लाग्यो हो। पार्कको रातको सिनहरू यो रमाइलो हुँदोरहेछ। आज हाम्रो बारपाकको खानेकुरा के छ सिबी? हाम्रो मेरो निनु भान्जाको पनि यस्तो हुन्छ जहिले पनि यो एकदम भिआइपी खाना। निनु मेरो भान्जाको चाहिँ यस्तो भिआइपी खाना हुन्छ जहिले पनि। गुड मर्निङ बारपाक। यस्तो राम्रो छ यहाँको सिन। बिहानै बिहानै मान्छेहरू हराएर बिजोग छ। सिन बारपाक हो। हामी साइनो होटलमा बसेर साइनो होटलको टपमा बसेर हामीले फोटो खिचिरहेको छौँ। बडा राम्रो छ, शानदार छ, आनन्द छ, रमाइलो छ। हाम्रो शिवलाई फोटो खिच्न हतार छ। उसलाई अर्को मान्छेलाई हेर्ने सिनको के अरे अर्को मान्छेलाई सिन हेर्नेमै व्यस्त छ। ठिक छ, रमाइलो छ, मजा आउँदैछ। मलाई त चिसो लागिरहेछ, एकदम चिसो 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 मौसम छ। घाम लाग्न आँटिसक्यो। पूर्व साइडमा अग्लो डाँडा पर्ने हुनाले घाम चाहिँ ढिलो यहाँ उदाउँदो रहेछ। मौसम एकदम ठिक छ। कुवालो लागेर केही देखिँदैन। ब्याकग्राउन्डहरू खाली बजारसम्म देख्न सकिन्छ। गोर्खाबाट हामी हिजो बारपाक गएर साइनो होटलमा गुजारा गरियो। यो देखाइएको बारपाकको सिन हो। आज बिहानैको सिन रमाइलो हुँदो रहेछ। पूर्व साइडमा अग्लो डाँडा भएको हुनाले घाम चाहिँ ढिलो लाग्दो रहेछ यहाँ र उज्यालो भइसकेको छ। अहिले 8 बजिसकेको छ र पनि यहाँ घाम प्रष्ट रूपमा लागेको छैन। चिसो चिसो मौसम छ, रमाइलो छ। बारपाकको सिन। म होटलको छतमा बसेर सुटिङ गरिरहेको छु। अति रमणीय बारपाक बजार।
निनु पनि राम 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 ल ल रमाइलो छ हाम्रो अन्तिम बिन्दुमा पुग्नु लागेको है हामी खान्छ नि किन हाम्रो निनु जोड तोडका खालले उकाली ह्याकिङ गरिरहेछ ल है ल माइजूलाई पनि जित्ने रहेछ नि त माइजूलाई त टपिक हाल्ने नि ल ल निनु कस्तो लाग्दैछ नराम्रो कसरी नराम्रो मामुले यसरी यस्तै ठाउँमा आएर पैसा कमाएर अब हामीलाई घुमाइराख्नु भएको छ हामी लाप्राक आइपुगेको अवस्था हो यो निर्धन बस्तीमा किन ल्याएको होला र मैकालीले यत्रो खर्च गरेर म छक्क पर्दैछु यो निर्धन बस्ती गाउँमा सबै घरमा धेरै घरमा ताला लागेको देखियो मान्छेको उपस्थिति धेरै देख्दै नदेखेको जस्तै नै हो यो लाप्राक बजार हो लाप्राक बजारमा लाप्राक गाउँमा ठुलो लगानी भएको देखिन्छ तर बस्ती भने अलि शून्य शून्य लाग्यो मान्छेको उपस्थिति धेरै कम छ लगानी ठुलो छ हेर्दा रमाइलो छ मान्छेको बसोबास भने शून्य छ धेरै जसो ताला लागेको देखिन्छ यो त मैले त माया मारेको सायद म गोर्खा आइपुग्छु जस्तो लागेको थिएन कि तिमीले ठुलो अवसर दिएको तिमीलाई लाख लाख धन्यवाद ठ्याक्कै नोटिस भइहाल्यो यो माथिल्लो भेगमा जङ्गल छ पुरा लाली गुराँसको सहर छ लाली गुराँस फुलेको त देखिँदैन तर धेरै थरीको फुल्न चाहिँ फुल्दो रहेछ यहाँ लाली गुराँसको जङ्गल छ यहाँ प्रायः चाहिँ यो लाली गुराँसको जङ्गल हो यता बस्ती नमुना बस्ती मान्छे बेगरको नमुना बस्ती देखियो हामी चाहिँ यो बस्तीमा फोटो खिच्न मात्रै भ्यायौँ मान्छे देखिएन ताला लागिरहेको देखिन्छ यस्तो छ भएन भयो
टिपी यसो गर्नु न टिप्पी चाहिँ नहाल्नु है ठिक छ मिहिनेतले ठिक छ अहिले सिन्टी पर्न भिडियोमा जोड्नु मैकालुले लाल गुराँस टिपिरहेछ भरे कुटाइ खाने हो कि मान्छेहरूले टिप्न पाइले हाम्रो मैया कालुको संयोजनमा यहाँ आउन पाइयो लाली गुराँस हातैमा नजिकै भुइँमै रहेछ त कति राम्रो फुलिरहेको छ कोही फुलिसकेको छ होइन कुनै चाहिँ फुल्न बाँकी छ यो अलिकति फरक कलरको छ रमाइलो छ राम्रो छ लाली गुराँस है यो पुरै गाउँ लाली गुराँसै लाली भजुलाई शान्ति हुन्छ भन्ने मान्यता छ मनको शान्ति कामना पुरा हुने सबजना ready 1 2 3 bye bye bye